सबै ठाउँ देखाएर है क्यामेरा स्पिन गर्छ ला 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 लाग्यो लाऊ ल्याएर आउनु छिटो आऊ के त्यही जाओस् न त कस्तो फिल भइरह ल सन्चैको आउँदा भिडियोमा फेरि पनि तपाईँहरूलाई स्वागत छ आयो तपाईँहरू सन्चै हुन्छ होला म पनि सन्चै छु आज चाहिँ स्पेसली म घरदेखि जान लागेको छु अब 12 को एक्जामको लागि बाहिर जानुपर्ने भयो अनि बाहिर जान लागेको छु अनि म आज गएर सामान सेटअप गरेर सामानहरू छोडेर ग्यास खाली छ ग्यास भरेर आउनुपर्ने छ अनि चाहिँ बसको लागि कुरिरहेको छु बस आउँदा बित्तिकै नजिकै छ नि त यो ग्यासहरू हो यो ग्यास चुल्हा तपाईँ यो ब्यागमा फेरि सामानहरू छ होइन सबै कुरा देखाउने छु गएर पनि बाटोमा देखाउने छु के कसरी जान्छ बाटोमा गएर ग्यास भर्नेछ होइन अब एक्जाम 11 गते हुने थियो 11 गते क्यान्सल भएर 21 गते सार्दिएको 21 गते सार्दैछ अब लगभग फिक्स नै होला अब लगभग फिक्स नै हुन्छ होला जस्तो आशा छ मलाई हुन्छ पनि होला सो अब के हुन्छ अब त्यही पनि अब पछि फेरि जान्छ छोटो समयको लागि रुम ल्याउने हो पछि रुम दिएन भने गाह्रो हुन्छ त्यही भएर अब अहिले नै गएर रुममा सामानहरू राखेर चापी ठोक्नु पर्ने हुन्छ सो अब म बाटोतिर तपाईँहरूसँग भेट्ने छु A few moments later. ल्याएर आउनु छिटो आऊ के त्यही जाओस् न त कस्तो फिल भइरह लतार्ने हो कि त्यसलाई लतार ल्याउ न कस्तो फिल भयो मजा आयो मेरो खतरा चाहिँ हामी रुममा आइसकेको छौँ तपाईँहरूले फाइनली म रुममा आएर सेटअप भइसकेको छ तपाईँहरूले हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ ग्यास चुल्हाहरू राखेको छु त्यहाँ भाँडा अनि माथि लकेजहरू छ अनि बाहिर म चाहिँ टक्क रुममा बसिरहेको छौँ होइन के कस्तो फिल भइरह सोध्नुहुन्छ नि यहाँ मजा मस्त छुट्टै भइरह मस्तको होइन रुम सेटअप भइसक्यो यही हो हामी बस्नु चाहिँ मस्त लगाएर बाहिरतिर नि देखा सक्नुहुन्छ यो चाहिँ गल्लीको बाहिर यो चाहिँ ब्याक साइड मस्त लगाएर होइन फाइनली सेटअप भइसकेको छ अब सुत्नुपर्छ बिहान थाकेको छ एकदमै अनि गाइजहरू तपाईँले चाहिँ जे भयो नि होइन भ्लगमा चाहिँ मिठो माया दिनु पऱ्यो होइन माया दिनु पऱ्यो साथ सपोर्ट गर्नु पऱ्यो किनभने चाहिँ आगामी दिनहरूमा मैले योभन्दा अझै राम्रो बेटर गर्न सक्छु होइन तपाईँहरूको साथ सपोर्टले गर्दाखेरि तपाईँहरू चाहिँ के छ आएन भाइ के भन्छ त्यताहरूले चाहिँ खतरा खुसी भइरहेको के भन्छ थाहा भएन मैले बुझ्न दिँदैन होइन सो तपाईँहरूले चाहिँ साथ सपोर्ट चाहिँ मिठो दिनु पऱ्यो त्यही हो अनि पछि भ्लग चाहिँ मिठो आउनेछ आगामी दिनहरूमा चाहिँ तपाईँहरूले साथ सपोर्ट दिनु पऱ्यो आजको भ्लग चाहिँ के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट सेक्सनमा छोड्नु होला र लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सिनु होला र च्यानललाई सब्सक्राइब पनि गर्नु होला थ्याङ्क यू सो मच वाचिङ